यहाँको मान्छेले मकै पोल्न जान्दैन, त्यही भएर हामी आफै पोल्दै खाइरहेको छौँ यहाँ दोकान लगाए जस्तो गरौँ। तर एउटा मकै अझै दिनुपर्ने कि मान्छेले खास भन्ने आउने माग्नु न। सबै डराउनु भयो यार दाइ। यो मान्छेले कहिले आफूले नि गर्दैन काम, कहिले गरेको देख्दैन यार। आफूले कहिले कुनै काम पनि अगाडि बढेको देख्दैन मैले साँच्चै। यो कुन ठाउँ अरे मकल खाने ठाउँ? सट्टै आगो माथि राखेर पोरो पारेर धन्ने काँचो भोलि छेरपति लाउने बनाउँछ। गाउँ घरमा मिहिनेत गर्न छोड्यो, यस्तो बजारतिर आएर चाहिँ किन्दै खाँदै गर्नु। गाउँघरमा भए पनि मिहिनेत गर्ने साथी बजारमा बस्छ भने। नेपालमा त होला के अरे जहाँ बसिन्छ, यहाँ पो छैन। कुनै ठाउँ यत्रो सानो एउटा हग्नी ढिम्को नभानी छ के अरे नेपालमा त, यहाँ पो नभएर के अरे। यहाँ राखेछ मकै। यो हो यहाँको मान्छेले चाहिँ जे पनि भन्दाखेरि सानो सानो व्यापार पनि गर्न लजाउन्न कि, जस्तो जे भए पनि के। ल यो 2-4 यहाँ मकै लगाएको छ यो साइडमा, 2-4 यहाँ मकै लगाएको छ, यति लगाएर व्यापार गरेर बसेको। हाम्रो गाउँमा बेलौती त्यस्तै कुहिएर गएको हुन्छ, मकै त्यस्तै सुकेको हुन्छ। ऊ त्यहाँ दोकान राखेछ। त्यहाँ पारि दोकान राखेको एउटा मेहनत गर्ने क्या यहाँको मान्छे। यति बेचेर आफ्नो रोटी खानु पर्छ। यत्रो यता देखाउ त, पुरै हेर्नु यत्रो एउटा पार्कमा चोकमा बनाएर बेच्छ। यता देखाउ। हाम्रो यहाँ भन्ने छैन, एउटा यत्रो पनात पाए, एउटा यत्रो उल्टो छ। गाउँघरमा दाउरा पनि फाल्छ हाम्रो, तर यहाँ पनि छैन।